हेलो सबैजनालाई नमस्ते। प्रिभियस भिडियोमा मैले इन्जिनियर्स अस्ट्रेलिया बारे कुरा गरेको थिएँ र लास्टमा मैले कुरा गरेको थिएँ CDR बारेमा। सो CDR के हो त भन्ने बारेमा आज बुझौँ है त। CDR भनेको कम्पिटेन्सी डेमोन्स्ट्रेसन रिपोर्ट हो जुन इन्जिनियर्स अस्ट्रेलियामा स्किल असेसमेन्टको लागि एकदम आवश्यक छ। खास गरी त्यो इन्जिनियर्सहरूको लागि जसको क्वालिफिकेसन्स वाशिङटन, सिडनी अथवा डुब्लिन अकर्ड अन्तर्गत अक्रेडिटेड छैन। र यो रिपोर्टले देखाउँछ कि तपाईको इन्जिनियरिङ नलेज, स्किल्स र एक्सपिरियन्स चाहिँ अस्ट्रेलियाको इन्जिनियरिङ स्ट्यान्डर्ड अनुसार छ कि नै भनेर। त्यसैगरी CDRमा 3वटा मेन पार्ट हुन्छ, जस्तै कि एउटा करियर एपिसोड भयो। यसमा चाहिँ तपाईले गरेको इन्जिनियरिङ प्रोजेक्ट्स अथवा वर्क एक्सपिरियन्सको डिटेल डिस्क्रिप्सन, जसमा तपाईको रोल के थियो, तपाईले कसरी प्रब्लम्सहरू सल्भ गर्नुभयो र तपाईले स्किल्स कसरी युज गर्नुभयो र के कस्तो अचिभमेन्ट पाउनुभयो भन्ने बारेमा 3वटा करियर एपिसोड दिनुपर्ने हुन्छ। अर्को भनेको समरी स्टेटमेन्ट। र समरी स्टेटमेन्टमा तपाईको एक्सपिरियन्सलाई इन्जिनियर्स अस्ट्रेलियाको कम्पिटेन्सी एलिमेन्टसँग लिङ्क गरेर समरी प्रिपेयर गर्नुपर्ने हुन्छ। र थर्ड भनेको CPD, कन्टिन्युअल प्रोफेसनल डेभलपमेन्ट। यसमा तपाईले आफूलाई अपडेट राख्नको लागि चाहिँ के कस्तो ट्रेनिङ्सहरू, सेमिनार्सहरू र वर्कसप्सहरू अथवा केही कोर्सेसहरू गर्नुभएको छ भने त्यसको लिस्टहरू प्रिपेयर गरेर CPD एउटा प्रिपेयर गर्नुपर्ने हुन्छ। र इन सर्ट CDR भनेको तपाईले अस्ट्रेलिया स्किल माइग्रेसनको लागि अप्लाई गर्ने इन्जिनियर्सहरूको प्रोफेसनल क्यापेबिलिटीको प्रुफ हो। सो यस्तै भिडियोको लागि मलाई फलो गर्दै गर्नुहोला। नेक्स्ट भिडियोको लागि स्टे ट्युन गाइज।